थ्रेट भनेको मलाई र संवैधानिक निकायमा रहेकालाई मेरा मन्त्रीहरूलाई छ। यो मैले अन्यलाई भनेको होइन। जस्तो मैले भन्न खोजेको विषय के हो भने म नेपाल सरकारको तपाईको चाहिँ नि आर्मीको सुरक्षा मसँग छ, नेपाल सरकारको विशेष के रे सशस्त्र प्रहरीको सुरक्षा मसँग छ, नेपाल सरकारको जनपद प्रहरीको सुरक्षा मसँग छ। तर पनि मलाई सुरक्षा थ्रेट छ भने मान्य सभामुखजीको सुरक्षामा एउटा टुकडी नै छ तपाईको चाहिँ नि त्यहाँ के रे जनपद प्रहरीको। अन्य मन्त्रीहरूसँग पनि तपाईको चाहिँ नि सुरक्षा छ। त्यसो भएका कारणले गर्दा हामीसँग पनि सुरक्षा निकायकै रिपोर्टिङ अनुसार मुख्यमन्त्रीज्यू अलि विशेष कार्यक्रमहरुमा अलिकति कम गर्नु पर्यो, सीमित कार्यक्रमहरु राख्नु पर्यो हैन। तपाईको चाहिँ नि अलिकति सुरक्षा चुनौती छ, अलिकति संवेदनशील भइदिनु पर्यो भनेर आइसकेपछि यी विषयवस्तुहरु मैले कसलाई भन्ने? सुरक्षा थ्रेटमा मलाई कोबाट हुन्छ? अरु त कुनै जनताबाट त हुँदैन, आन्दोलनकारीबाट नै हुन्छ। त्यसो भएका कारणले गर्दा यदि म सुरक्षित छैन भने कुनै अन्य व्यक्ति त सुरक्षित हुन सक्दैन। म माननीय छु, म सुरक्षित छैन भने अन्य दलको माननीय सुरक्षित हुन सक्छ। त्यसो भएका कारणले गर्दा उहाँले तपाईको चाहिँ नि मलाई आक्रमण गर्दाखेरि मेरो समर्थक र मेरो तपाईको चाहिँ नि पार्टीको कार्यकर्तालाई उहाँलाई आक्रमण नगर्ला भन्न सकिन्छ?